यस्तोमा टेक्निक गरेर आयो तेरिका यता के खानालाई टाउको गऱ्यो होला पसाल्यो होला कि हेर्न यताबाट अर्कोले हान्दिन्छ ऊ हो यस्तो हुन्छ देखिस् अब त त्यहाँ मन्टो अड्केपछि त डिउँ डग्न पाइनस् अब तँलाई त्यहाँ पछाडिबाट उक्लिएर गोरु भएको भए तँलाई यति बेरसम्म खत्रै हुन्थ्यो अब त मर्ने कि बाँच्ने मेरो हातमा छ एउटा हातमा छ त्यही हातमा नि मर्ने कि बचाउने मेरो हातमा छ हेर फेरि कोराली निकाल्नु पर्छ क्या तँलाई अब तैँले यहाँ पसालिस् भने त मर्छ राति पसालिस् भने